No doubt you are amazing player. No doubt you are the best center midfield. म कुरा गर्दैछु लुका मोड्रिड, एउटा यस्तो प्लेयर जसले चाहिँ क्लबमा मात्र नभएर नेसनल लेभलमा पनि आफूलाई प्रुभ गरेको छ। उसले फाइनलसम्म पनि पुर्याएको छ। एउटा सेन्ट्रल मिडफिल्डर भएर पनि देशको लागि र क्लबको लागि यत्रो ठुलो योगदान दिएको छ। तर फाइनली उसले आफ्नो फुल इफोर्ट दिएर पनि अब क्लबबाट ऊ बिदा हुँदैछ। लुका मोड्रिडसँग एक हप्ता अगाडि मात्रै कन्ट्र्याक्टसँग के एग्रिमेन्ट भएको थियो भने रियल मैड्रिडको म्यानेजमेन्टसँग चाहिँ जाबी अलोन्सोसँग पनि कुरा भएको रहेछ र जाबी अलोन्सोले पनि एग्री गरेको रहेछ कि अब 1 साल चाहिँ हैन एउटा सिजन चाहिँ बसोस् भनेर भएको रहेछ। तर एक हप्तासम्म एग्री गरिसकेको कुरा फेरि म्यानेजमेन्टले थाहा छैन के भएर त्यस्तो भयो। म्यानेजमेन्टले एक्कासी अब होइन यो सिजन भनेको एन्ड अफ दिस सिजन चाहिँ ऊ खेल्छ र त्यस पछाडि ऊ लुका मोड्रिडको रियल मैड्रिडबाट कन्ट्र्याक्ट खतम हुन्छ, कन्ट्र्याक्ट सकिन्छ। अब एक हप्ताभित्रमा के भयो कसैलाई पनि थाहा भएन, उनीहरू म्यानेजमेन्टको कुरो हो होइन। तर सायद लुका मोड्रिडको यो सिजन वान अफ द बेस्ट सिजन हुनसक्छ, किनभने उसको लास्ट सिजन हो होइन। रियल मैड्रिडको सिचुएसन हेर्ने हो भने साँच्चै भन्नु पर्यो भने जब मोड्रिड आउँछ तब गेम चेन्जिङ भइरहेको देखिन्छ। म्याक्सिमम टाइममा जब मोड्रिड हुन्छ हाफ पछाडि सब्स्टिट्युट भएर आउँछ तब त गेम बबाल देखिन्छ होइन। कमब्याक गर्न सक्ने सिचुएसन पनि बनेको थियो। अब यो पालिको त मोड्रिड अब रियल मैड्रिडको त के भन्नु होइन, सिजन बेस्ट भएको थिएन। र साथसाथमा यो त भयो मोड्रिडको कुरा। अब कुरा गरौँ बार्सिलोनाको कुरा। बार्सिलोनामा अहिले एउटा ठुलो रुमर चलिरहेको छ। के भयो त भने यमललाई पिएसजीले यति एमाउन्ट सो गर्न आँटेको थियो, यति एमाउन्ट कि यमलले नो भन्नै नसक्ने त्यस्तो एमाउन्ट युज गरेर आएको थियो। अनि यमलको एजेन्टले त यस्तोसम्म पनि भन्न सक्थ्यो कि वाइ नट होइन, बार्सिलोनामा किन स्टे गर्ने, यदि बार्सिलोनाले कम पे गर्छ भने किन बार्सिलोनामै बस्ने। तर बार्सिलोनाको म्यानेजमेन्टले यमलको एजेन्टलाई बोलाएर होइन इमर्जेन्सी बोलाएर कन्ट्र्याक्ट रिन्यू गर्नु भएको छ। सोसियल मिडियातिर पुरा आइ पनि रहेको थियो कि यमलले चाहिँ अब पैसा मलाई बढाइदिए होइन, ठुलो बढाइदिए, धेरै बढाइदिए भनेर मागेको थियो। तर म्यानेजमेन्टको अब डेकोले चाहिँ होइन यो कुरा जुटो हो भन्ने कुरा भएको थियो। यदि यो म्यानेजमेन्टले डेकोले यदि यो इन्फर्म नगरेको भए कतै न कतै हामी बार्सिलोना फ्यानलाई चाहिँ कस्तो पनि अलिकति चिसो त लाग्छ नि, किनभने बार्सिलोना फाइनेन्सियल त्यस्तो साह्रै स्ट्रङ छैन अनि ग्रो गरिरहेको प्लेयर हो। हामी मान्छौँ यमल इज वान अफ द बेस्ट प्लेयर राइट नाउ होइन। तर यो सिचुएसनमा अब क्लबको फाइनेन्सियल कन्डिसन अब नराम्रो भइरहेको बेलामा पनि अब होइन मलाई यति दे उति दे मलाई बढाइदिए, यो वान अफ द एक्सपेन्सिभ प्लेयर बन्न चाहन्छु भन्ने रुमर आइरहेको थियो। त्यो सुन्दाखेरि चाहिँ हामीलाई अलिक कता नमजा फिल भएको थियो होइन। तर डेकोले चाहिँ आएर होइन यो कुरा गलत हो, यो रुमर मात्रै हो भन्दाखेरि चाहिँ हि इज अ नाइस गाई, हि इज अ गुड गाई भन्ने जस्तो फिल भएको छ। त्यति नै चाहिँ हुँदैन।